Hello everyone, welcome to my channel again. आज चाहिँ हामी चाहिँ यहाँ खाप्से बनाउन आँटेको हो। त्यसले गर्दाखेरि चाहिँ मैले यहाँ मैदा गुन्दैछु किनभने एकछिन है यहाँ यसरी चाहिँ मैदा गुन्दैछु। कुट्न सक्नु आँट्यो हो किनभने चाहिँ सोनाम लोसार चाहिँ 19 तारिक हो नि त। सोनाम लोसार आउँदैछ दो योपालि ग्रान्ड सेलिब्रेसन मतलब पहिलातिर चाहिँ यहाँ उयो सबैजना मिलेर उयोहरू गर्थ्यो, ठुलो सबै फ्यामिलीहरू उयो गरेर गर्थ्यो। योपालि चाहिँ जुठो लागेको छ फ्यामिलीमै, त्यसले गर्दाखेरि चाहिँ ठुलो सेलिब्रेट गर्दैन हो। सो त्यही भएर चाहिँ अलिअलि कम्ती घरमै मात्रै अलिअलि दस्तुर मात्रै हो। सो त्यसले गर्दा म घरमै खाप्से बनाउँदै थिएँ। त्यसको लागि चाहिँ यहाँनिर मैले आँटा चाहिँ मैदा चाहिँ गुनिसके भन्दा हुन्छ। अब यसलाई एकछिन पास राख्छु, त्यहाँदेखिको चाहिँ डिजाइन बनाएर यसलाई फ्राई गर्छु। टिल देन यु गाइज स्टे ट्युन। ओके, बेल्नु चाहिँ भाइले बेल्छ किनभने चाहिँ यो बेल्नु चाहिँ निकै उयो गर्नुपर्छ नि त, ठुलो बेल्नुपर्छ कि, अन्त सहयोगले बेल्छ। म चाहिँ बनाइकन फ्राई गर्ने काम। ओके सहयोग कि तँ आइज न, कोही कोही बेला यस्तो बोल न यार मेरो भ्लगमा। यस्तो मेरो फ्यामिली मेम्बरहरू त कोही कोही बेला त के हो टङ्गली उइदिन्छ। दुईवटा अब खाना खाएर चाहिँ हामी दुईवटा अन्त त अन्डा फ्राई गर्नु आँटेको छ हो। उयोले चाहिँ सहयोगले चाहिँ, त्यहाँदेखि हामी खानासाना खाएर चाहिँ ठिक्कै अलिक भए पनि पास हुन्छ यो, त्यहाँदेखि चाहिँ खाना खाएर चाहिँ सुरु गर्ने। ल ओके, सफा प्लास्टिकले मजाले उयो गरेर राख्नुपर्ने रहेछ यसलाई। यहाँ चाहिँ सुरु भयो अब हाम्रो खाप्से बनाउने। उसले बेल्छ, त्यहाँदेखि म बनाउँछु। यहाँ अहिले चाहिँ म नाङ्सोलाई फिड गर्दैछु। खाप्से चाहिँ बनिसक्यो, अब फ्राई गर्छु। लास्ट एउटा मात्रै छ, अब फ्राइङ। Do I have started frying also. खाप्सेलाई सानो लो फ्लेम गरेर बिस्तारै बनाउनु थालेँ। अर्को खालको योवाला खाप्से चाहिँ नि सजाउनु यताउता चाहिँ ठिकै हो कि, खानु चाहिँ कुनै किन मलाई बचपन से यही मनपर्छ। योवाला चाहिँ मेरो फेभरेट हो। सो मैले बेसी त्यो उब्रेको साइडको उयोहरूको चाहिँ सबै यस्तै बनाइदिएँ हो, किनभने खाँदा चाहिँ यो मिठो लाग्छ मलाई त्यो अर्कोभन्दा चाहिँ। यस, लु आज खाप्से बनाउने काम पनि सक्यो। मेरो खाप्से चाहिँ यस्तो भयो। फर्स्टको चाहिँ राम्रो भयो कि बादको चाहिँ अलिकति हल्का खऱ्यो। अझै हुँदैछ फ्राई, राम्रो भएछ तर।